एउटा संशय आशंका र सन्देह फागुन 21 मा निर्वाचन हुँदैन कि भन्ने हल्ला पनि चलिरहेछ नि, यसमा चाहिँ तपाईँ के भन्नुहुन्छ? हुँदैन। किन हुँदैन भने उच्च पहाडी भेग, हिमाली भेगमा त्यहाँका जनता त्यहाँ बसोबास गरिरहेका छैनन्, अहिले ती तल झरेका छन्, मतदाता तल झरेका छन्, मतदाता विदेश गएका छन्। यो विदेश जाने समय हो। हिमाली भेगका मान्छेहरू कि तल झर्छन् कि विदेशतिर जान्छन्। त्यस्तो बेलामा त्यहाँ फर्केर गएर बसोबास गर्नै सकिँदैन। त्यहाँ बाकस हेलिकप्टरबाट बुथमा बाकस मात्रै खसाएर हुन्छ? मतदाता आउनु परेन बाकसमा भोट हाल्न? कि कर्मचारीले भोट हाल्ने र अनिखेरि बन्द गरेर फर्काएर लिएर आउने? कि त्यहाँ जो प्रतिनिधि कसै न कसैको त बाक्ला लुगा लगाएर एउटा मान्छे बस्यो होला, उसैले सबै भोट हालिदिने? के गर्ने हो? यस्तो पनि चुनाव हुन्छ। तर सरकार र निर्वाचन आयोग त हामी जसरी पनि चुनाव गराउँछौँ, जसरी पनि भने कि मान्छे बिना चुनाव गराउने भने त हो नि, जसरी पनि भने मान्छे भए चुनाव गराउने, मतदाताले भोट हाल्ने कि जसरी भए पनि भोट हाल्ने, जसले भए पनि भोट हाल्ने? के हो जसरी भए पनि भने कि? त्यसो भएर यो हुन सम्भव छैन। अब 2 चरणमा भनेको फागुनमा एउटा चुनाव, वैशाखको अन्तिममा अर्को चुनाव गरेर मतपेटिका कसले राख्छ? जसले राखे पनि विश्वसनीय हुँदैन। मतपेटिकाको विश्वास जनताले, मतदाताले भोट हालेपछि जनप्रतिनिधि या उम्मेदवारको प्रतिनिधिको रोबरमा उसको आँखा अगाडि नै ती बाकस हुनुपर्छ, गनिनु पर्दछ र मत परिणाम आँखा अगाडि डिक्लेयर हुनुपर्छ। त्यसो भए यो सरकारले गराउने निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्न सक्छ? उठ्न सक्छ होइन नि, यो दुनियाँकै प्रचलन होइन र, दुनियाँकै प्रचलन होइन यो सोझै आँखा अगाडि हुनुपर्छ भन्ने कुरा। अनि 2 महिनासम्म बाकस सरकारले लगेर, यो सरकार सेनाले राख्यो कि प्रहरीले राख्यो कि सशस्त्र प्रहरीले राख्यो कि सिडिओले राख्यो कि कर्मचारीले राख्यो कि त्यो कुरा होइन। यो सरकार आज मात्रै प्रधानमन्त्री सुशीला कार्कीले भन्नुभएको छ फागुन 21 मै निर्वाचन हुन्छ, हुन नसकेको खण्डमा केही दिन भित्रैमा गर्छौँ भन्नुभएको छ। केही दिनभित्र त त्यहाँ त हिमाली भेगमा त मान्छे जाँदैन नि त अहिले त भोट हाल्न त। केही दिनभित्र वैशाख त पर्खिनै पर्छ। अनि फागुन र वैशाखमा चुनाव गरेर चुनाव हुन्छ। त्यसरी निर्वाचन अगाडि कुनै गठबन्धन बन्न सक्छ? एकाएक वाम गठबन्धनको चर्चा भयो, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच गोप्य भेटवार्ता भयो भनेर पनि बाहिर आयो। यस्तो जरुरी छैन, कुनै जरुरी छैन। कोहीसँग पनि गठबन्धन गर्नुहुन्न, एकल प्रतिस्पर्धा गर्नुहुन्छ? कहीँ कतै तालमेल हुन पनि सक्छ, त्यो हुँदै हुँदैन भन्ने कुरा पनि होइन। चुनाव हो, कहीँ कतै तालमेल हुन पनि सक्छ, तर आम गठबन्धन त्यस्तो हुँदैन। प्रचण्डसँग भेटवार्ता भएको छ कि छैन? यो कुराकानी हुन्छ कि हुँदैन? कुराकानी किन नहुनु? गठबन्धन गर्ने विषयमा चाहिँ कुराकानी हुँदैन? किन भन्दा विगतमा पनि गठबन्धन भएको तपाईँको मित्र हो। यो पोलिटिकल कुरा होइन, टेक्निकल कुरा। म तपाईँलाई भनिरहन आवश्यक ठान्दिनँ यो, किनभने यो त म तपाईँको संवाददाता जस्तो भयो क्या, सूचना दिने नि। सूचना दिने होइन, पोलिटिकल एनालिसिस गर्ने कुरा चाहिँ मैले गर्न सक्ने कुरा हो। तपाईँले सबै सूचना चाहिँ माग्न खोज्नु भने त्यो चाहिँ अर्कोसँग भेट भयो कि होइन, कोसँग के कुरा भयो, कति बेर कुरा भयो, कसो भयो, यी टेक्निकल कुरा भयो। बाहिर वाम गठबन्धनको चर्चा भएको भएर मैले मेरो आदत छैन, यो टेक्निकल कुरामा जाने मेरो आदत छैन। म पोलिटिकल कुरामा मात्रै जान्छु। अनि केपी शर्मा ओली एकाएक चुनावसँग डराउनु भयो, अनि गठबन्धनको अभ्यास गर्न खोज्दै हुनुहुन्छ भन्ने आरोप पनि लाग्यो।